ल है त गाइस हामी चाहिँ थावाङमा आइसक्यौँ। थावाङमा चाहिँ एकदम धेरै विकास रहेछ है। अहिले माने ल हामी चाहिँ अहिले ठ्याक्कै थावाङ बजार आइपुग्यौँ होइन। यहाँ चाहिँ सोचेको भन्दा एकदम धेरै विकास भएर छ। यो चाहिँ थावाङको मेन हाइवे हो। विद्यार्थी भाइ बहिनी भर्खर छुट्टी हुँदैछ। हामी आउँदाखेरि चाहिँ उताबाट त्यहीबाट भएर आएको। अनि अहिले चाहिँ हामी यता होमस्टे भन्दाखेरि होमस्टे चाहिँ भित्र अलि गल्लीमा रहेछ, त्यहाँ बाइकमा नजाने। अनि भेट्न पनि गाह्रो भयो, त्यही भएर हामी चाहिँ एउटा नयाँ होटल खोलेको रहेछ अहिले, पाहुना घर भन्ने। यो भर्खर खोलेको रहेछ, अझै यो निर्माणधीन रहेछ, काम सकेको छैन। यो चाहिँ बाटोमा छ है। ठ्याक्कै उता देखाउनु भयो भने यो टर्निङमा आउनु होला। टर्निङदेखि चाहिँ ठ्याक्कै यो गेटमा आउनु। यो 3 लाखको घर देख्यो भने तपाईँले थाहा पाइहाल्नुहुन्छ, यो ठाडो जाने बाटो लिएर। अनि गेटबाट यहाँ छिर्ने हामीले चाहिँ बाइक पार्किङ गरिसकेका छौँ यहाँभित्र। भित्र आएपछि यहाँ पार्किङ देख्नुहुन्छ सुरुमा, त्यसपछि यहाँ ऐना पनि देख्नुहुन्छ। एउटा त भित्र हुन्छ यहाँ बस्ने। यो चाहिँ हाम्रो रिसेप्सन। यस्तो सायद भर्खर खोलेको रेस्टुरेन्ट रहेछ। यो सबै एटेच बाथरुमको लागि हलको यो चाहिँ। अनि यता योमा चाहिँ हाम्रो मामाहरू बस्नु भएको छ, रुम नम्बर 7 सन्तोष मामा र माइजू। एक्सक्युज मी सर, के छ अनि? यो अनुमति लिएर आउनु पर्दैन। मैले नकनक गरेँ हो। यहाँको रुमको के कस्तो छ एटेच बाथरुम? विशेष कोठा हो। माइजूलाई कस्तो भइरहेछ? माइजू ठिक छ नि? अनि यतिको हुनु चाहिँ बवाल बनाएको नि होइन? हाम्रो साउजी यहीँ हुनुहुन्छ। साउजी, हजुरको रेस्टुरेन्टको नाम भन्नुहोस् त, होटलको नाम? थावाङ पाहुना घर। थावाङ पाहुना घर है। कति छ यहाँ रुमहरू चाहिँ कति छ तपाईँको? 14 छ है। खानामा के पाउँछ, कस्तो छ? खानामा प्रायः चाहिँ यहाँको लोकल पाइन्छ है। लगाएपछि तपाईँहरू पनि थावाङ आउनु भयो भने मैले लोकेसन हाल्दैछु, अनि ट्याक्कै लोकेसन हेरेर यहाँकोमा आउनु होला। एकदम राम्रो छ यहाँ। एकदम सबै यो एटेच बाथरुम हो, यो सबै टोइलेट हो, के अरे रुमहरू हो। दामी बनाएको छ। माथि साइडमा पनि छ चलाएर होइन। यहाँ यो चाहिँ बारबेक्यु गरेर सेको खाने बनाएको हो त्यो ढुङ्गाहरू। अब एकछिनपछि हामी सेकुवा पनि खान्छौँ। अनि तातो चिसो पानीको व्यवस्था पनि छ है फेरि, त्यस्तो छ है। अनि हामी चाहिँ अब हामी बुढाबुढी चाहिँ यो रुममा बसेछौँ, लास्ट रुममा। हेलो हेलो, यो चाहिँ हाम्रो रुम हो, रुम नम्बर 1। हामी जता पनि एकमै हो क्या फेरि खासमा। अब यस्तो छ है। बेडहरू चाहिँ राम्रो रहेछ। रुम चार्ज चाहिँ 1 नाइट स्टेको चाहिँ 1000 रुपियाँ रे। हाम्रो ब्याग स्यागहरू बुढीले फेरि यता ऐना छैन हेरिराख्नु भएको छ। के छ अनि, ठिक छ? स्टाइल पनि यस्तो रहेछ। अनि के छ त यहाँ थावाङ आउँदा खुसी छ नि? यता हेर्नु भन्न। ल अर्को यहाँको एउटा विशेष चिज यहाँ पनि रहेछ। यो चाहिँ आगो ताप्ने ठाउँ रे। दाउरा यसमा तल पानी यसमा खरानीमा हुन्छ। ओहो, यसमा गरेको नि। अनि यसमा मासु पनि बनाउने, मासु पास
चिम्नी धुवा चाहिँ माथि गइहाल्छ यो उसबाट चाहिँ धुवा गइहाल्यो त्यसबाट यसको चाहिँ पानी तातिन्छ पानी तातिन्छ र प्रत्येक रुममा गयो अहिले सोलरमा आइरहेको छ तातो पानी अहिले आउने सोलरबाट हो यसबाट आगो बाल्यो भने त्यो सोलर नभएको खण्डमा आगो बाल्यो म त काठमाडौँमा पनि छैन यस्तो यो एक तिर दुई निशानावाला भयो है सेकुवा पनि गर्न मिल्यो धुवा चाहिँ त्यो पाइपबाट जाने भयो अनि यो चाहिँ यसमा चाहिँ पानी तातिन्छ होइन अनि पानी चाहिँ त्यो पाइपबाट सप्लाई एथिङ त योमा भयो त होइन ठिक छ दामी हो तपाईँले यो आफ्नै आइडियाले हो कि कतै बाहिर सिक्नु भएको छ तपाईँले यो सेकुवा चाहिँ कसरी निकाल्ने यहाँबाट कसरी पोल्ने अझै गराउनु बाँकी छ यो निकाल्नु चाहिँ पहिलाको थियो पहिला माथिबाट गरिरहेको छु हजुर अनि त्यसलाई खोलेर फेरि यताबाट गरिरहेको छु त्यसरी निकाल्नु त्यसरी चाहिँ आउँछ यसमा आगोले भेट्दैन यसलाई यो अहिले यो खोलेर आगो बाल्यो भने यहाँबाट धुवा निस्किन्छ यहाँबाट धुवा निस्किन्न भनेपछि धुवा जाने चाहिँ अर्कै त्यहीबाट भित्रबाटै सेटिङ गर्नु भयो तपाईँले तातो मात्रै हुने भयो तातोले मात्रै पाक्छ तातोले मात्रै पाक्छ दामी लगाइस ठिक छ यति नै हो अब हामी फ्रेस हुन्छ हामी चाहिँ अहिले थापाङको एकदम भाइरल पुलमा झुलुङ्गे पुलमा जाँदैछौँ कस्तो छ पुल हेर्दै गर्नु है त गाइस स्कुल पनि छुट्टी भएछ केटाकेटीहरूको हाई हेलो पुल चाहिँ त्यही है गाइस के छ मामा कति कुरा रमाइलो लागिरहेको छ त ठिक छ नि तपाईँ हाम्रो त पहिला याद आयो तपाईँको के हुन्छ माइजो के तपाईँले भाइले गरेर मामासँग दुःख छैन नभए बोकेर लगिन्छ होइन माग्नु नभए घिसारेर लाग्दैन यस्तो बस्ने आमा बनाएर सबैलाई आएर होइन के यही है त पुल चाहिँ ल हिँडौँ जय माइजू पारेकै हल्ला दिनु भाइ पुल चाहिँ बबाल लामो रहेछ पैसा चढ्दा खोलामा काठमाडौँ नाइट लाग्छ होइन उभियो भने धेरै हल्लिँदो रहेछ पुल उभिने भने धेरै हल्लिँदो रहेछ क्या धेरै लामो झुलुङ्गे पुलको यात्रापछि हामी चाहिँ थापाङको वाल्नपट्टि है त्यो पारि देखिने चाहिँ गाउँपालिकाको घर भवन हो अनि यो ग्राउन्ड त्यसपछि यहाँनिर चाहिँ कलेज छ त्यो कलेजको नाम चाहिँ थाहा छैन तल गयो भने थाहा हुन्थ्यो होला अब हामी यहाँ शहीद स्मारकतिर जान्छौँ माथि मामाहरू गइसक्नुभयो यहाँबाट सल्लाहहरू चाहिँ राम्रो रहेछ यहीँ चारवटा लाएर यो चाहिँ नयाँ बन्दै गरेको हस्पिटल रहेछ बबाल ठुलो छ कतै बन्दै रहेछ है त
यो लगाएको वालहरू सबै ढुङ्गा काटेर बनाएको है गाइस। यो सिमेन्ट होइन, यो सबै ढुङ्गा हो। यो ढुङ्गालाई ग्राइन्डरले काटेर यस्तो दामी बनाएको। एम्बुलेन्स पनि आउनु सुरु भइसकेको रहेछ। यो चाहिँ खवाङको आधारभूत अस्पताल दामी बनाएको छ। यो घर चाहिँ यो माथिको चाहिँ शहीद स्मृति सभा भवन रहेछ। यो चाहिँ चौतारी रहेछ। नानीहरूले चारै खेल्दैछन् यहाँ। हेलो, कसले जित्छ खै? ल फेरि अब एकचोटि 6वटा 5वटा हुन्न र भाइको? यही है त गाइस, यो खवाङ आधारभूत अस्पताल चाहिँ यही हो। तल देखेर चाहिँ कलेज। अब खवाङ जस्तो ठाउँमा एसी भएपछि किन जानु पर्यो काठमाडौँ? सही कहाँबाट उक्लिने? यहाँ एउटा कभर हल पनि रहेछ यहाँ त। यो घरहरू चाहिँ पुरानो घरको डिजाइनवाला। हामी चाहिँ यो शहीद स्मृति सभा हालतिर आइरहेको छौँ। के हुन्छ यो त खै? यो फेरि हामीसँग पछि लाग्को रहेछ, पुलदेखि आएको हो। ओइ आइज राते शहीद स्मृति पार्क। हँसिया एउटा के राख्नुपर्ने अरे? हामी चाहिँ अहिले ठ्याक्कै खपाङ गाउँको उहाँलाई पत्ती समय त यस्तो छ शहीद स्मृति पार्क। यो चाहिँ सूचना योजना पार्टी हो। योजना सूचना पार्टी हेरौँ। यो शहीदहरूको शिलालेख। यिनी चाहिँ डाङ्गी हो। डाङ्गी अनि अर्को छ पुणे रोका मगर। त्यसपछि अर्को चाहिँ आई कृष्ण रोका मगर। अर्को चाहिँ आई नरेन्द्र रोका मगर। अर्को चाहिँ आई इमान सिंह रोका मगर। अर्को चाहिँ आई वरदान रोका मगर। अनि अर्को चाहिँ आई हिलमान रोका मगर। यो जति पनि सबै छ नि यो शहीदहरू गाइस है। बलप्रसाद रोका मगर। अनि यहाँ अर्को छ गाइस उच्चै रोका मगर। अनि अर्को छ यहाँ हरिबहादुर रोका मगर। अनि अर्को छ पूर्णबहादुर रोका मगर। यहाँ अर्को छ तेजबहादुर रोका मगर। अनि यहाँ अर्को छ कुमार रोका मगर। अनि यहाँ अर्को चाहिँ लालधर रोका मगर। अनि अर्को छ मनबहादुर रोका। सबै हाम्रो शहीदहरू रोका मात्रै। ल तपाईँहरू आफै भन्नुहोस् त गाइस
यत्रो रोकाममा गर्दा यिनीहरू आफ्नै घरका भाइपत्ती हुन् कि तपाईँ एउटै गाउँको मात्र छन् फेरि खबाङ गाउँपालिका 6 नम्बर वडाको मात्र छन् सबै रोकाहरू कति छन् रोकाहरू तपाईँले हेर्नु भएन नाम 70% चाहिँ रोकाहरू मात्र रहेछन् मलाई चाहिँ रोका हुनुमा चाहिँ गर्व लाग्छ जस देशको लागि रोकाहरूले चाहिँ बलि चढाएर रहेछन् भन्ने कुरा थाहा भयो ल गाइस हाम्रो आज खबाङको फर्स्ट नाइट चाहिँ बारबेक्यू गर्न भइरहेछ होइन हिरो नाइटमा चाहिँ बारबेक्यू गर्दैछौँ आज बारबेक्यू टक्क खाने हो होइन चिलमा यसरी पाक्दैछ है त हाम्रो अब हामी पकाउने खाने तपाईँहरू चाहिँ हेरेर भुक चाहिँ नमिल्नु होला त्यही भन्न चाहन्छु अब धन्यवाद मासु एकैचोटि हालिदियो मासु टिप्प गर्दैन ल है त गाइस हाम्रो आजको पहिलो दिन पहिलो नाइट चाहिँ अब तपाईँहरूले भिडियोमा हेर्नुभयो होला कस्तो लाग्यो सुझाव सल्लाह प्रतिक्रिया चाहिँ के दिन मन लाग्छ दिनु होला अनि सबै भिडियो एकैचोटि हाल्न खोजेको तर एकदम धेरै लामो भयो भिडियो चाहिँ अनि चाहिँ मैले यहाँ थबाङसम्मको मात्रै यात्रालाई हालेको छु अनि जस हामी थबाङमा नर्मली वरपरको ठाउँहरू त घुम्यौँ अब बाँकी भनेको थबाङ गाउँको भित्र गल्ली त्यसपछि भोलि बिहानको फर्स्ट हाम्रो गल्लीमा घुम्छौँ त्यसपछि हामी खानासाना खाएर थबाङ गाउँपालिका वार्ड नम्बर 4 उआमा चाहिँ हामी गुराँस फुलेको ठाउँ गुराँस डाँडामा जान्छौँ त्यहाँको भिडियो चाहिँ बबाल हुनेवाला छ तपाईँहरूले चाहिँ सेकेन्ड भिडियो चाहिँ नसुर्ताउनु होला त्यो भिडियो चाहिँ आइतबार बेलुका युट्युब च्यानल रोका ब्लगमा आउँछ यदि तपाईँहरू कोही नयाँ हुनुहुन्छ भने मेरो च्यानललाई सब्सक्राइब गर्नु चाहिँ नबिर्सिनु होला एन्ड स्टे ट्युन गाइज थ्याङ्क यू सो मच सी यू सुन